हेलो एभ्रिवान है अहिले चाहिँ म र नर्सी छ है अन्त हामी चाहिँ विकेन्डमा यसरी भेट्छ होइन मेरो नेबर भन्दा मेरो कजनको नानीहरू है यिनीहरू अन्त त्यहाँ यिनीहरू चाहिँ फोन खेल्नु बेसी छ होइन म चाहिँ खाना बनाउँदै थिएँ हो अन्त आज चाहिँ सन्डे थियो होइन अनि त्यहाँदेखि मलाई चाहिँ इस्कुसको मुन्टा खानु थियो अन्त त्यही भएर मैले फ्रेस इस्कुसको मुन्टा टिपेर चाहिँ अब यसलाई चाहिँ लगेर चाहिँ मजाले है टमाटर हालेर चाहिँ मजाले फ्राई गरेँ यसलाई किनभने मलाई यसरी अलिक डिप फ्राई गरेर खानु मन थियो नि त इस्कुसको मुन्टा त्यही भएर मैले त्यसरी रेडी गरेँ है इस्कुस मुन्टा त्यहाँदेखि नानीहरूको लागि चाहिँ अन्डा र दाल माम रेडी गरिदिएँ है अनि त्यहाँदेखि यिनीहरू चाहिँ एक्साइटेड थिए अन्डा र दाल माम खानुको लागि सो मैले चाहिँ अन्त यिनीहरूलाई छिटो बाइट लिएर भन् कस्तो भएछ भनेर भन्दै थिएँ अन्त मेरो चाहिँ यहाँ गुन्द्रुकको अचार माम र अघिको इस्कुसको मुन्टा बस रेडी है सो अन्त दाल थियो यतापट्टि चाहिँ त्यहाँदेखि अब चाहिँ हामी खानेवाला थियो अनि यिनीहरूले चाहिँ अलरेडी खाइसकेको थियो मैले चाहिँ सोध्दै थिएँ कस्तो भएछ भनेर यिनीहरूले अन्त मिठो भएछ भनेर भन्दै थिएँ होइन अन्त त्यहाँदेखि चाहिँ म पनि खानु थालेँ है यिनीहरूसँगै खाना अन्त साँच्चीमै गुन्द्रुकको अचार माम र इस्कुसको मुन्टा चाहिँ एकदमै मिठो भएको थियो है तपाईँहरूलाई पनि गुन्द्रुकको अचार ट्राई गर्नु छ भने चाहिँ टमाटर लगाएर ट्राई गर्नुहोस् है एकदमै मिठो हुन्छ गुन्द्रुकको अचार है अन्त हेर्नु नि यो दिदी बहिनीले चाहिँ नि बहिनी चेले चाहिँ दिदीको अन्डा छोडिदिएर खाँदै थियो कि ऊ हेर्नु फेरि माग्दैछ हो मागेर त्यहाँदेखि ऊ आफै पनि खान्छ दुईजनाको अन्डा चाहिँ फेभरेट अरे नि त त्यही भएर मैले अन्डा र दाल बनाएको थिएँ होइन त्यहाँदेखि वी वर इन्जोइङ आवर फुड है अन्त ऊ हेर्नु न मैले यस्तो भनेको थिएँ नि त अचार चाहिँ अलिक पिरो भएको रहेछ है मात्रै भनेको थिएँ कि ऊ हेर्नु न नानीको एक्टिङ नर्सीको एक्टिङ चाहिँ सुरु भइहाल्यो हा गर्दै थिएँ होइन अनि मैले चाहिँ भन्दै थिएँ पिरो छैन है मैले तिमीहरूकोमा चाहिँ पिरो हालेको छैन भनेर मैले त्यस्तो भन्दै थिएँ होइन अन्त उसको एक्टिङ चाहिँ स्टार्ट भइहाल्यो है मैले चाहिँ भन्दै थिएँ अन्त फ्युचर किड विथ ट्यालेन्ट्स भनेर भन्दै थिएँ यिनीहरू चाहिँ एकदमै ट्यालेन्टेड हुन्छ भनेर भन्दै थिएँ मैले चाहिँ त्यही भएर चाहिँ अब हामी मजाले खाऊँ भनेर चाहिँ अन्त